कार्यालयमा राष्ट्रिय झण्डा झुकाइनेछ। साथसाथै जेनजी जेनेरेसनको जागरणको जगेर्ना गर्नको लागि, यसलाई स्मरण गर्नको लागि स्मारक बनाउने जेनजी जेनेरेसन जागरण स्मारक बनाउने चाहिँ निर्णय पनि मन्त्री परिषदले गरिसकेको छ। अब यो पुस्ताले सुरु गरेको आन्दोलन र जुन चाहिँ जनविद्रोहमा र सुक्रममा चाहिँ जुन शहादत प्राप्त भयो र शहीद बन्नुभयो, शहीदले चाहिँ जुन एउटा बीजारोपण गरेर जानुभएको छ, उहाँले बीजारोपण गरेको मूल्य मान्यतालाई हामीले जगेर्ना गर्दै जान्छौँ, त्यसलाई अङ्गीकार गर्दै जान्छौँ। गुलमान सर म लगायत अहिले सम्माननीय सुशीला कार्की गुरुङको न्यायाधीश हामी चाहिँ रामेश्वर खनाल लगायत हामी अब यही चाहिँ यहाँहरूले खास गरेर शहीदहरूले जे सपना देख्नु भएको थियो त्यो सपनालाई चाहिँ पुरा गर्नको लागि, त्यसलाई जगेर्ना गर्नको लागि अहिले हामी मन्त्री परिषदमा छौँ र अब स्थितिलाई सामान्यीकरण गर्दै जानुपर्छ। पीडितहरूको सहयोगमा हामीहरू सधैँ साथमा रहन्छौँ। हामी पनि उत्तिकै शोकमा छौँ। हामी सधैँ ऐक्यबद्धता जाहेर गर्दछौँ र अब यो उहाँको सपना पुरा गर्नको लागि आगामी निर्वाचनमा जेनजी जेनेरेसनले चाहिँ भाग लिनुपर्छ, एक्टिभली पार्टिसिपेट गर्नुपर्छ र चाहिँ निर्वाचित भएर संसदमा आउँदै त्यसपछि सरकारमा आउँदै संविधानलाई पनि संशोधन गर्नुपर्ने, यस संरचनागत रूपमा सुधार गर्नुपर्ने, कतिपय शासनको स्वरूप शासकीय प्रणालीमा सुधार गर्नुपर्ने जति सपना देख्नु भएको छ, यो सबै सपनाहरू चाहिँ पुरा गर्नुपर्ने देखिन्छ। त्यसकारणले त्यसमा हामीले निष्पक्ष र स्वतन्त्र धाँधलीरहित निर्वाचन सम्पन्न गर्नुपर्नेछ। फागुनको 21 गतेलाई मिति तोकिएको छ, त्यसमा यहाँहरू सबै सहभागी हुनुहुनेछ।